सबैलाई नमस्कार, शुभ बिहानी। यो ह्याङ्गिङ ब्रिज नर्थ सिक्किम जङ्गुको मान्ताम भन्ने जग्गामा कान्डाका रिभर, कान्डाका खोलाको मास्तिर यसरी झोलुङ्गी पुल अथवा ह्याङ्गिङ ब्रिज बनाइएको छ। म आज यो ह्याङ्गिङ ब्रिज बाटो भएर साकुम पेन्टुङ जिपियुको लिङ्ज्या भन्ने जग्गातिर जाँदैछु म। र हेर्नुहोस्, ह्याङ्गिङ ब्रिज धेरैले यस्तो ह्याङ्गिङ ब्रिजमा यात्रा गर्नु पाउनु भएको छैन भने यो अप्पर जङ्गु मान्ताम जग्गामा आउनु भए पनि यसको मजा लिन सक्नुहुनेछ। अब यहाँ खोलामा पुल नभएको कारणले गर्दाखेरि यहाँ हिँडेर यसरी झोलुङ्गी पुल मार्फत हामीले यात्रा गर्नुपर्ने हुन्छ र यो लामो छ। यहाँ मलाई यो बाटो पुल क्रस गर्नुमा कम्तीको पनि 6-7 मिनट लाग्छ र यो पुल 2021 को डिसेम्बरदेखि चालु भएको थियो। त्योभन्दा अगाडि उयो मुनि देखिने बाँसको झोलुङ्गी पुलबाट यात्रा गर्नु पर्थ्यो र अहिले चाहिँ यो अब फलामद्वारा बनेको ह्याङ्गिङ ब्रिजद्वारा हाम्रो यात्रा हुन्छ। अनि अब डिसेम्बर जनवरीमा चाहिँ यो खोलामाथि एउटा बेली ब्रिज बनाएर गाडी पास हुन्छ। यहाँ तल देख्नुहुँदैछ तपाईँले जेसिबी राखेको, अब यहाँबाट चाहिँ गाडी चल्छ र यहाँ पुल चाहिँ पर साइड बनिन्छ जहाँ अलिकति पानी सानो छ। त्यहाँ विन्टरमा चाहिँ बेली ब्रिज बनाउने सिस्टम छ। तपाईहरुको जानकारीको लागि यहाँ जहाँ अहिले बगर जस्तो बनेको छ, खोला कुद्दैछ, यो जग्गामा चाहिँ पहिला 3 टर्निङ मुनि गएर चाहिँ एउटा पुल थियो अरे। अनि यहाँ चाहिँ कमसेकम 17 घर मानिसहरूको एउटा सानो गाउँ नै थियो। त्यो चाहिँ यो माथिको पहाड बाट बोल्डर्सहरू पहिरो आएर चाहिँ यो खोला बन्द भएपछि चाहिँ यहाँ पानी जमेर त्यो सबै घरहरू पुरिएर चाहिँ यो अहिले बगर बनेको छ। यहाँ 17 घर पुरिएको छ यो खोलाको मुनि। अनि 3 टर्निङ घुमेर मात्रै पुल तर्थियो अरे, तर यहाँ अहिले 3 टर्निङ पर्दैन। त्यहाँबाट सिधा बेली ब्रिज बनायो भने सिधा यता यात्रा गर्न सकिन्छ। बेली ब्रिजको सायद निर्माण कार्य अब चाँडै नै नोभेम्बरको अन्तिमतिर चालु हुन्छ होला अथवा डिसेम्बरमा। त्यहाँदेखि चाहिँ तलबाट गाडीमा हिँड्न पाइन्छ, नत्र भने यहाँ अहिले गाडीमा चढ्ने सुविधा छैन। अनि सबै मानिसहरू भारी तार्नु पर्यो भने यही ह्याङ्गिङ ब्रिज मार्फत तार्नुपर्छ। अनि एउटा भारी पल्लोपट्टिबाट या वल्लोपट्टि ल्याएको एउटा भारीको 100 रुपियाँ दिनुपर्छ। चाहे त्यो ठुलै होस् चाहे सानो होस् 100 रुपियाँ दिनुपर्छ एक भारीको। र म अब ब्रिजको वल्लो छेउ
आइपुग्न आँटेँ। यहाँ नामप्रिकबाट, लिङ्जाबाट, तिङबोङबाट कुनै सर्भिस गाडीहरू आइपुगेको छैन रहेछ। अहिले 8 बज्न लागेको छ र यहाँ कुनै सर्भिस गाडी आइपुग्न नपाउने। यहाँ यो जग्गामा गाडीहरू हुन्छ। ल म आइपुगेँ। अब फेरि म ब्याक उतापल्ट तपाईँहरूलाई एउटा नजारा देखाउँदैछु। ल हेर्नुहोस् है, यति लामो छ